सत्य अलि पछाडि हो पछाडि यस्तो ठाउँ बनाउनुपर्छ ल गाइस अब चाहिँ जानु त त्यस्तो छ बाटो साथीहरू यार गाह्रो छ ड्राइभर लाइन हेर्नु है ल यो साथीहरू यहाँ हेर्नु है पत्रबाट सर्पो पत्र हो यार भन्ने मार्दिएको हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग्स आयो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला अनि म पनि फिट एन्ड फाइन छु न्यू डे न्यू ब्लग्स होइन त न्यू डे न्यू ब्लग्स त के भन्नु अब धेरै पछि ब्लग बनाएको होइन धेरै पछि आफ्टर लङ टाइम पछि नै गाडी मैले यो भुपु मायालु होइन पहिला चलाएको गाडी चलाउन आएको छु अनि यहाँ ढुङ्गासुङ्गा लोड गरेर नै आएको आइसकेँ होइन अनि त्यहाँ म चाहिँ खासमा किन आएको भन्दाखेरि यसको ड्राइभर चाहिँ बिरामी भएको छ अरे होइन अनि एक दुई दिन चलाइदिनु भनेर चलाइदिनु आएको तर खासै चलाउनु त मन थिएन तर त्यही पनि चलाउन आएँ होइन र त्यही नै हो साथीहरू पहिला मैले सजाएको र अहिलेकोमा यस्तो डिफ्रेन्स छ होइन गाडी पुरै नाङ्गे के हेर्नु ल भित्र पनि नाङ्गे बाहिरतिर पनि त्यस्तै के ल मैले सब हालेको थिएँ कि हेर्नु न मास्तिर बत्तीहरू हालेको थियो अनि त्यो लाइटहरू हालेको थियो झिलमिली लाइटहरू केही पनि छैन कि अलिअलि रहेछ होइन जस मेरो नाम चाहिँ छ है राजेश मोटु ब्लग भन्ने युट्युबको नाम चाहिँ छ त्यो चाहिँ खुसी लाग्यो तर केही छैन आज यो ढुङ्गा पुऱ्याएर अनि काठमाडौँ जानुपर्ने हुन्छ होइन के हुन्छ हेरिदिनु होला धेरै पछिको भिडियो राम्रो पनि हुनसक्छ नराम्रो पनि हुनसक्छ है हेरिदिनु होला मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला नि त साथीहरू ल साथीहरू आफ्टर लङ टाइम है भुकुमायालुको है भुकुमायालु चलाउँदा आउँदैछु है म हेर्नु न यस्तो बिजोग बनाएर आएर गाडी है धेरै 3 महिना पछि आएर गाडी चलाउन आएको होइन यस्तो बिजोग बनाएर आएर गाडी हेर्नु न म चाहिँ उता ढुङ्गा लिन जान लाग्यो होइन माथि गाउँमा लानको लागि अनि कलर म चाहिँ यो अब मैले छोडिसकेको थिएँ नि त यो गाडी अनि त्यहाँ अङ्कल बिरामी भएको छ अरे अनि एक दुई दिन चलाइँदैन भनेर आएको है सो गाइस अनि अब आएपछि त यस्तो भिडियो सिडियो त दिनु परिहाल्यो होइन हेरिदिनु होला अनि पहिलाको जस्तो माया गरिदिनु होला है तल साथीहरू ल साथीहरू यतातिर चाहिँ ट्याक्क लार्किस हुने काम सुरु भइरहेको रहेछ है बिचबिचमा अलि उठ्यो नि त बाँकी थियो अनि अहिले चाहिँ हुन थालिरहेको छ धेरै पछि गाडी चलाएको कस्तो लाग्दो रहेछ ल है साथीहरू ट्याक्क लाएर अब लोड हुँदैछ है ल है भुकु मायालु 3 महिना पछि होइन आफ्टर लङ टाइम पछि हामी यहाँ लोड गर्न आउँदैछु होइन भुकु मायालुमा साथीहरू ल ढुङ्गा लोड हुँदैछ ढुङ्गा हेर गाडीको हालत जे होस् मेरो नाम चाहिँ गएको रहन्छ है राजेश मोटो ब्लग भन्ने चाहिँ त्यो चाहिँ भेटाएको रहन्छ खुसी लाग्यो मलाई होइन त्यही नि हो हेरिदिनु होला अब के हुन्छ
ल है साथीहरू लोडसोड भएर होइन लोड गरेर ट्याक्क लाएर म यता आइसकेँ यता उसबाट होइन रवि क्रसर भन्दा यतापट्टिबाट सो गाइज अब टक्क लाएर गाउँमा जानुपर्ने हुन्छ होइन गाउँमा गएर यो झारेर काठमाडौँ जानुपर्ने हुन्छ है ल साथीहरू ल साथीहरू म चाहिँ लोड गरेर यहाँ माथि ढोटार भन्ने पिपलटार भन्ने ठाउँमा आइपुगेँ होइन अनि धेरै पछि गाडी चलाएको लास्टै गर्मी हुने क्या हेर्नु नि कसम खल्के पसिना आइसक्यो नाङ्गे पुरै टी सर्ट खोलेर चलाएर आएको छ क्या मैले यस्तो पसिना आइरहेको छ है यस्तो बब्दी कसम धेरै गाह्रो हुँदो रहेछ यार धेरै पछि गाडी चलाउँदै त हेर्नु न पसिना है यहाँ यस्तो उकालो उक्लिँदैछु त्यही नै हो साथीहरू अब यस्तो लोड छ है गाडी धुन्न लिएर आएको छु है त ल ए साथीहरू यस्तो बाटो है पुरै गाडी नै यार गाडी नछिर्ने बाटो क्या सिङ्गल बाटो भने ल यहाँ चाहिँ अलिकति ठुलो रहेछ होइन अनि हामी चाहिँ यहाँ तल गएर फर्काउनु पर्ने हुन्छ अनि यसो बाटो हेर्नु जाँदैछु म चाहिँ होइन कस्तो रहेछ त्यही नै हो साथीहरू अब गाह्रो छ क्या ड्राइभरलाई नि होइन गरी खान धेरै गाह्रो छ यार पैसा कमाउन थेट बाटोमा कसम थेट मरिन्छ यहाँ तल काम गरेर आएर चाहिँ यहाँ तल जानुपर्ने रहेछ है गाह्रो छ यार गाह्रो यहाँनिर जानुपर्ने रहेछ सो गाइज यहाँनिर यस्तो लोड भइरहेछ है गाडी कसम थेट ब्रेकले खाँदैन हेर्नु न ल पुरै क्र्याक गर्ने गरी जानुपर्छ डरै लाग्ने अरे हट यहाँ फर्काउनु पर्ने अब यो उसमा अब सक्यो अलि पछाडि अब पछाडि यस्तो ठाउँ भर्न पर्छ लगाएछ गाह्रो छ नि साथीहरू हेर्नु यहाँ यस्तो खालको ठाउँमा यार हेर्नु है साथीहरू यस्तो तमाम यस्तो चिल्लिरहेको छ अब यहाँबाट ब्याक गरेर उता लानुपर्ने हो यस्तो बाटो यहाँबाट उक्लिँदैन फेरि तनाव छ क्या गाडी गाह्रो छ लास्टै हेर्नु न पुरै यस्तो दलदल छ यार बाटो है हल्लिने किनेछ क्या किनेछ हल्लिने किनेछ हल्लिने त टाइट नगरेर होला अलि त हल्लिहाल्छ
महिनापछि फर्स्ट ट्रिप। ट्याक्क लाएर हाम्रो काले दाइले लोड गर्दै जायो जलदेवीमा। म चाहिँ 2 महिनापछि ट्याक्क 2 महिनापछि आएँ। एकै आइटाको डेन्जर। ल साथीहरू, म चाहिँ अहिले धुलीखेलभन्दा मुनि आइपुगेँ होइन। टक्क लाएर गाडी त स्ट्रिट भइरहेको छ भने पुरै तातेर है, कसम खत्रै गइरहेको छ। अब बटेर खान खाना बाबु, खाना बटेर खाना। माथि चेकिङ छ कि छैन है, तनाव छ यार, तनाव। हल्का पाल तन्काएर जानुपर्ने हुन्छ है। भाइ साथीहरू, यो त जहिलेको जाम हो यो, दिनौ जाम हुन्छ यहाँ चाहिँ। यस्तो बिधि जाम छ, दिनौको जाम यो। ल साथीहरू, भैँसी पार्टी है, भैँसी पार्टी ट्याक्क लाएर बाटो यस्तो छ है। म हेरिरहेर फेरि ल्यान्डलाई मार्छु है। मलाई ओभरटेक हान्नु लाग्छ भन्दा त मालबाट चाहिँ जाँदैछ। आइको बनाइदियो गाडीको पतलो भएर यार, गाडी यस्तो सुत्ता जस्तो हुने भएछ भने न त्यस्तो पनि साथीहरू। यहाँ हेर्नु है, पत्रबाट सर्पो राइट पत्र हो यार, भन्ने मार्दै क्या। भाइ साथीहरू, जहिले जाम हुन्छ यार। जोस हिजो अस्तिको जस्तो छैन है। आज सरर हिँडिरहेको छ है। अब त्यहाँ माथि के हो, रोक्ने हो कि? हिजो महिनावारी चाहियो भन्दै थियो, पैसा ल्याएको छैन। गाह्रो छ हो साथीहरू, गाह्रो छ। ट्राफिकलाई पाल्दा पाल्दा नि जिन्दगी जाने भइसक्यो।